के गर्ने समय नै नहुने के जीवनमा सब थोक हुने समय नहुने है किन्न पनि नसकिने फेरि अथवा सबै थोक किन्न सकिने समय किन्न नसकिने त्यसो भएको कारणले त्यो समयको महत्त्वलाई बुझ्दै हामी तपाईहरुले देख्दै आउनुभएको कार्यक्रमहरू भन्दा अलिकति फरक किसिमले कार्यक्रम सञ्चालन गर्छौं हामीहरू भन्दा फरक छौं फरक हुनु पनि पर्छ हैन हुनु पनि पर्छ त्यसो भएको कारणले गर्दाखेरि हामीले अरु वक्ताहरूको थुप्रै कुराहरू हामीले सुन्नुपर्ने थियो होला तर उहाँहरूलाई हामीले अर्को चोटिको लागि भनेर स्थगित गर्यौं र मैले केही कुराहरू राख्नका लागि तपाईहरुको समक्षमा उभिएको छु र आजको यो अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक कार्यक्रमका अध्यक्षज्यू मञ्चमा आसीन मैले मान्नुपर्ने मान्यजन अतिथिज्यूहरू टाढा टाढाबाट गाडी चढेर यात्रा गरेर आउनुहुने आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू यहाँ फिलिप बजारका स्थानीय आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी जेनजीहरू पत्रकार ज्यूहरू सुरक्षाकर्मीज्यूहरू र मैले मान्नुपर्ने सम्पूर्ण महानुभावहरू धरानबाट मसँगै आएर साथ दिनुहुने सम्पूर्ण टिमका मित्रहरू सबैजनालाई एकमुष्ट नमस्कार गर्न चाहन्छु सेवा ढोक गर्न चाहन्छु जय श्रमदानको अभिवादन गर्न चाहन्छु कस्तो राम्रो तपाईहरु गराउनु भएको है सबैभन्दा पहिला यो अत्यन्तै सुन्दर ठाउँ यो फिदिम ठाउँमा रहनुहुने फिदिमवासीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु यहाँले अत्यन्तै ठूलो सम्मान गर्नुभएको छ म जस्तै एउटा सानो मान्छेलाई म आफूलाई यो देशकै सबैभन्दा सानो मान्छे सम्झन्छु त्यही सानो भएर होला म सबैको मनमा आइ पनि रहेको छ यति सानो मान्छेलाई तपाईहरुले सम्मान गर्नुभएकोमा हृदयदेखि हार्दिक धन्यवाद र तपाईहरुलाई पनि सम्मान पक्राउन चाहन्छु फिलिम अत्यन्तै राम्रो ठाउँ यहाँ म आज समेत गरेर दुईचोटि आएको छु एकचोटि चाहिँ हामी ताप्लेजुङसम्मको यात्रामा थियौं त्यतिखेर साथीभाइसँग आएको थियौं जसो बजारमा एउटा यता हुँदै गएको थियो त्यहाँ तलतिर ह्याङमा खोला भन्दो रहेछ त्यहाँ पौडी पनि खेलिएको थियो है त्यसरी हेर्दाखेरि गरे कि जस्तो पनि लाग्यो हो तर यो प्रगति म एक्लैले गरेको होइन है मलाई साथ दिनुहुने सम्पूर्ण ती महानुभावहरूलाई आज स्मरण गर्न चाहन्छु जो जतिले मलाई यहाँसम्म ल्याउनका लागि यहाँसम्म आइपुग्नका लागि मेरो यात्रा यहाँ म त्यसमा मलाई साथ दिनुभयो श्रमदान गरेर चाहिँ नै हामीले थुप्रै कामहरू गर्यौं अहिले यो श्रमदानकै कारणले यत्रो धेरै मान्छे आउनुभयो ती सम्पूर्ण श्रमदाताहरूलाई धन्यवाद दिन चाहन्छु जसले मलाई चाहिँ नै भोट दिए जसले मलाई गाली गर्नुहुन्छ नि उहाँहरूलाई जति जोडले बजार छ त्यति त्यो माथि जान्छ मलाई बजार ल्याउने मलाई मन नपराउनुहुने आलोचक विरोधी मलाई मुद्दा हाल्नुहुने सबैजनालाई हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै धेरै धन्यवाद दिन सबैलाई धन्यवाद दिन चाहन्छु यो देशलाई माया गर्ने मान्छे हुँ म यो देशलाई यदि मैले माया गर्छु भने यो देशको ढुङ्गालाई मैले माया गर्न सक्नुपर्छ माटोलाई माया गर्न सक्नुपर्छ खोलालाई मैले माया गर्न सक्नुपर्छ जंगललाई मैले माया गर्न सक्नुपर्छ सम्पूर्ण भूगोललाई
सम्पूर्ण प्रकृतिलाई माया गर्न सक्नुपर्छ, यहाँका विभिन्न संस्कृतिलाई माया गर्न सक्नुपर्छ, यहाँका पक्षमा रहने विपक्षमा रहने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो आफ्नो घरको मान्छे सम्झेर मैले माया गर्नुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि जसले मलाई जे सोचोस् म कसैलाई पनि विरोधी सोच्दिनँ। तपाईहरु सबैजना मेरो घरकै दाजुभाइ हुनुहुन्छ है, किनभने म नेपाललाई माया गर्छु, तपाईँ नेपाली हुनुहुन्छ। मलाई खानी गर्ने मान्छे पनि नेपाली नै हुनुहुन्छ, मलाई दिनरात श्राप गर्ने मान्छे पनि नेपाली नै हुनुहुन्छ होला है, काम गरेको मन नपराउने मान्छे पनि नेपाली नै हुनुहुन्छ। सबैजनालाई मेरो हृदयदेखि हार्दिक हार्दिक माया छ, हार्दिक हार्दिक सम्झना छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूको यो उपस्थितिले गर्दाखेरि अलि लामो बोल्नु कि जस्तो लागेको छ, बिचमा घरमा गइहाल्नु ल। यस्तो नाथे कुरा त मैले पहिल्यै सुनेको भनेर नगइहाल्नु होला, म अलिक फरक फरक कुराहरू भन्नेवालामा छु। दिनभरि त भन्दिनँ, घर गएर भात पकाइ खानुपर्छ, केटाकेटी छ, थुप्रो होइन, जिम्मेवारी छ हामी सबैको। मेरो जीवनमा गीत सङ्गीतको ठुलो प्रभाव छ र म जहाँसम्म आएको छु मेरो अभियानमा पनि गीत सङ्गीतको ठुलो प्रभाव छ। त्यसो भएको कारणले गर्दाखेरि एउटा गीत गुनगुनाउँदा सबैले हो, म जे भन्छु जसो भन्छु त्यसै त्यही कुरा भन्नुहोस् है त ल। यो देश तपाईको देश हो कि होइन? यो देश हामी सबैको देश हो कि होइन? त्यो देशलाई सम्झेर नलजाइकन नहिचकिचाइकन है, कहिले गीत नगाउने मान्छेले मात्र चाहिँ गाउनु ल। मेरो सबैले गाउनुपर्छ, काठमाडौँले सुन्नु पर्यो नि थोरैमा। मेरो 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 स्वर्ग झै सुन्दर सबैभन्दा माथि सजिएको छ मेरो देश, मेरो पसिना बगाउँछु दस नङ राखिआउँछु कसैको आशामा बाँच्दिन म पसिना बगाउँछु दस नङ राखिआउँछु कसैको आशामा